आजको हाम्रो क्याम्पग्राउन्डको नाम चाहिँ ह्यान्डोल्फको डिस्कभरी क्याम्पग्राउन्ड हो। अनि हाम्रो आज सेफ मिस्टर खड्काजी। आज हाम्रो के पाक्दैछ त? आज हाम्रो विशेष भनेको सधैँ चाहिँ पोर्क बन्दैछ। स्पेसियालिटी हाम्रो अहिलेको नर्मल सेटअप चाहिँ यस्तै छ है। सो हामी इच एन्ड एभ्री इभिनिङ वाट वी आर डुइङ इज हाम्रो भित्रको जम्मै सामानहरू हुन्छ है। अब ट्राभल गर्दाखेरि हामी लाइट ट्राभल गर्ने भन्दा भन्दै जहिले सामान धेर हुन्छ क्या हैन। सो भित्रबाट भरको सामान जति निकालेर अहिले भने हामी नाइट टाइमको लागि मात्रै यसरी अगाडि मिलाएर राख्दैछौँ। नाइट टाइममा सुत्दाखेरि पनि स्पेस भयो, पकाउने खाने गर्नलाई पनि हामीलाई अब जुन स्पेस चाहिन्छ त्यसरी म्यानेज हुन्छ क्या है। सो डे टाइम इट्स एट द ब्याक अन द बेड। त्यो बेडको सामानहरू ब्रेक हान्दा ओर्दाखेरि पनि अगाडि आउँदैन। वी बिन थ्रु इट एन्ड वी ट्राइड इट एज वेल। अनि अगाडि भित्र हाम्रो ब्याट्री सिस्टम यताउताबाट मोबाइलको चार्जरहरू आउँछ, त्यसरी नै चलिरहेको छ है त। सो ठिकै छ, अहिले एकछिनमा भेटौँला है त। हाउस द फुड पास आफूले बनाएको सबै मिठो लाग्छ मलाई चाहिँ। एकदम राम्रो छ। ग्रेभीसँग बनाएर खाँदैछौँ। हेर्दै यति मिठो छ नि। चिसो मौसममा तातो भात, हल्का पिरो ग्रेभी मिठो। नेपाली हो नि त, दाल भात पावर।